है साथीहरू यो घरबाट चाहिँ म घर के भन्छ मुडे घरबाट चाहिँ सार्दैछु। यो चाहिँ अर्कै घरको चाका हो। यहाँ चाहिँ प्युपा लार्भा र अन्डा छ। यसमा राखिदिएको छु। यो चाहिँ र यसलाई चाहिँ म खोल्दैछु है। हेर्नुहोस् है, यस्तो भएको छ। हिजोअस्ति काटेको 1 हप्ता, आज 9 दिन मात्रै हुँदैछ कि यो चाहिँ चाका भत्केर झरेछ एउटा। र यसलाई चाहिँ म यो आधुनिक घरमा सार्दैछु। होइन मौरी त्यसै सानो गुँड सानो भयो नि। यसरी बाँध्नुपर्छ है साथीहरू। मुडे घरबाट आधुनिक घरमा सार्दा चाहिँ चाखालाई चाहिँ यसरी केराको सुत्लीले होइन भने चाहिँ यसरी यो कटनको धागोले चाहिँ यसरी बाँध्नुपर्छ। किनभने यसरी बाँध्यो भने चाहिँ मौरीले फेरि यसलाई जोइन गरिसकेर यसलाई काट्छ र सजिलो हुन्छ। यो प्रकारले बाँध्नुपर्छ। ठुलो चाका भएकोले गर्दाखेरि दुईपट्टि बाँध्नुपर्ने हुन्छ। यहाँ बाँधेर यो रहेकोलाई यसरी काट्नुपर्छ। हाम्नुको लागि यहाँ बाँध्नुपर्छ है। यहाँ चाहिँ सुल्केर अरालो झर्छ कि यहाँ बाँध्नुपर्छ यसरी कसेर। यहाँ त उयो चाहिने छ है साथीहरू। मुडे घरबाट चाहिँ यसरी आधुनिक घरमा चाहिँ सारियो र यो सक्सेस भयो। रानी पसेको छ भित्र। कस्तो घेरिरहेको छ।